प्रश्न नम्बर 1 निजामती सेवाको विकास कुन देशबाट भएको हो? अप्सन ए भारत, अप्सन बी चीन, अप्सन सी बेलायत, अप्सन डी ग्रीक। यसको सही उत्तर हो अप्सन नम्बर बी चीन। प्रश्न नम्बर 2 तरबार राख्न प्रयोग गरिने खोलको नाम के हो? अप्सन ए ट्यान, अप्सन बी म्यान, अप्सन सी बेल, अप्सन डी कर्द। यसको सही उत्तर हो अप्सन नम्बर बी म्यान। प्रश्न नम्बर 3 तेल राख्ने काठको ठेकीलाई के भनिन्छ? अप्सन ए ढकी, अप्सन बी गरियो, अप्सन सी ठेकी, अप्सन डी घडियो। यसको सही उत्तर हो अप्सन नम्बर बी घरियो। प्रश्न नम्बर 4 मयूरको बोलीलाई के भनिन्छ? अप्सन ए भिरभिर, अप्सन सी बी तरमर, अप्सन सी केकी, अप्सन डी कुकुर कुकु। यसको सही उत्तर हो अप्सन नम्बर सी। प्रश्न नम्बर 5 मेची नदीलाई भारतमा के नामले चिनिन्छ? अप्सन ए शारदा, अप्सन बी सयुर, अप्सन सी महानन्दा, अप्सन डी भिरिङ। साथीहरूको सही उत्तर रहेको छ अप्सन नम्बर सी महानन्दा। प्रश्न नम्बर 6 निप्पन कुन देशको पुरानो नाम हो? अप्सन ए भारत, अप्सन बी जापान, अप्सन सी बेलायत, अप्सन डी इटली। यसको सही उत्तर हो अप्सन नम्बर बी जापान। प्रश्न नम्बर 7 महिलाले लगाउने पोतेको दानालाई के भनिन्छ? अप्सन ए मारा, अप्सन बी खाजा, अप्सन सी हार, अप्सन डी राजा। यसको सही उत्तर हो अप्सन नम्बर बी खाजा भनिन्छ। प्रश्न नम्बर 8 नेपाली भाषामा लेखिएको पहिलो मौलिक उपन्यास कुन हो? अप्सन नम्बर ए खाली पाना, अप्सन बी रूपमती, अप्सन सी बेलमती, अप्सन डी आमाको माया। यसको सही उत्तर हो अप्सन नम्बर बी रूपमती। प्रश्न नम्बर 9 एसियाको कुन ताललाई नीलो मुटुको ताल भनेर चिनिन्छ? अप्सन ए फेवा, अप्सन बी सेफोक्सुन्डो, अप्सन सी रारा, अप्सन डी बैकाल। यसको सही उत्तर हो अप्सन नम्बर डी बैकाल। प्रश्न नम्बर 10 सबैभन्दा तातो ग्रह कुन हो? अप्सन ए वरुण, अप्सन बी अरुण, अप्सन सी बुध, अप्सन डी शुक्र। यसको सही उत्तर हो अप्सन नम्बर डी शुक्र। प्रश्न नम्बर 11 राष्ट्रपिता उपनामले कसलाई चिनिन्छन्? अप्सन ए रामशाह, अप्सन बी त्रिभुवन शाह, अप्सन सी मानदेव, अप्सन डी पृथ्वीनारायण शाह। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी त्रिभुवन शाह। प्रश्न नम्बर 12 नेपालको प्रथम जलविद्युत केन्द्र कुन हो? अप्सन ए हिम्ती, अप्सन बी फर्पिङ, अप्सन सी चिलिमे, अप्सन डी सुन्दरी जल। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी फर्पिङ। प्रश्न नम्बर 13 पहेँलो झन्डाले के को सङ्केत गर्छ? अप्सन ए सम्बन्ध, अप्सन बी शोक, अप्सन सी रोग, अप्सन डी लडाईँ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी रोग। प्रश्न नम्बर 14 हुलाकीले चिठी बोक्ने झोलालाई के भनिन्छ? अप्सन ए बलक, अप्सन बी पेनी बलक, अप्सन सी बेग, अप्सन डी झोला। यसको सही उत्तर हो अप्सन बी पेनी ब्लक। प्रश्न नम्बर 15 प्रेममा धोका दिने व्यक्तिलाई के भनिन्छ? अप्सन ए विद्याराजा, अप्सन बी विद्यारानी, अप्सन सी स्वार्थी, अप्सन डी धोकेबाज। यसको सही उत्तर हो अप्सन नम्बर बी विद्यारानी।